जहाँ म अहिले काम गर्दैछु त्यहाँ चाहिँ तपाईँलाई हल्का देखाउनु गइरहेको छु म होइन। यसलाई भन्छ वेयर हाउस। खास गरेर वेयर हाउस भनेको मलाई नि थाहा छैन र यहाँ आएपछि बल्ल थाहा म काम गरेको धेरै यस्तै 5-6 महिना हुन आँट्यो। अनि यो सब जो देख्नु आएको छ तपाईँले यो हामी जो होटलमा खाना खान्छौँ नि हो त्यो प्लेट हो। अनि त धेरै कुरा यस्तो छ जो तपाईँलाई देखाउनु पर्ने छ। म देखाउँछु तपाईँलाई। तर अहिले यहाँ चाहिँ नि फिलहाल मान्छे आइरहेको छ होइन। म तपाईँलाई चाहिँ एकछिन पछि चाहिँ नि गर्नेछु। यो हाम्रो चाहिँ नि वेयर हाउस हो होइन। यस्तो सामान हुन्छ। सामान पनि यो कार्टुन देख्नुहोस् न जेमलेस लेखेको हो। यसमा चाहिँ तपाईँको खजुर काजु हुन्छ। अनि यसमा चाहिँ तपाईँको यो देख्नुहोस् नि येल्लो टाइपको हो। त्यसमा चाहिँ प्लेट स्लेटकै जो हामी होटलमा खान्छौँ नि हो त्यस्तो हुन्छ। यो पुरै प्लेट हो यो। अब हाम्रो वेयर हाउस यस्तो छ। अरू वेयर हाउस भनेको त धेरै छ होइन। तर वेयर हाउस चाहिँ नि कस्तो कस्तो प्रकारको हुन्छन् के राख्न सक्छ त्यसमा भन्ने डिपेन्ड गर्छ। तर हाम्रो यहाँ चाहिँ नि म पनि भर्खरै वेयर हाउस भनेको म आएको धेरै भएको छैन यहाँ। तर वेयर हाउस भनेको मलाई पनि धेरै लाग्थ्यो, धेरै क्वेसनहरू आउँथ्यो होइन कि यसमा कसरी के हुन्छ के राख्छन् होला त्यसमा भन्ने हुन्थ्यो। तर अहिले आएर चाहिँ नि वेयर हाउस हेर्दाखेरि यहाँ चाहिँ सामान धेरै निकै हुँदो रहेछ। यो हाम्रो चाहिँ नि मेसिन हान्ने हो, यसलाई राइड अन मेसिन भन्छ।